केही एनिमे हेर्दा तिमीहरू इन्टरटेनमेन्ट मात्र पाउँदैनौ, तिमीहरू आफ्नै थिङ्किङमाथि क्वेसन गर्न थाल्छौ। यो लिस्टमा त्यस्तै एनिमे छन् जुनले स्टोरी भन्दा बढी तिम्रो माइन्डसेट चेन्ज गर्छ। नम्बर 1 मा छ क्लासरुम अफ द इलिट। यो एनिमेले देखाउँछ कि सोसाइटी एकदमै फेयर हुँदैन, सबै गेम जस्तो चल्छ र कहिलेकाहीँ इमोसन भन्दा लोजिकले जित्छ। नम्बर 2 मा छ कोड गेस, जो कि म अहिले हेरिरहेको छु। यो एनिमेमा देखाइएको छ कि हिरोले रङ मेथड युज गरे पनि रिजल्ट चाहिँ राइट हुन सक्छ। नम्बर 3 मा छ ग्रेभ अफ द फायरफ्लाइज। यो एउटा एनिमे मुभी हो, त्यही पनि तिमीहरू हेर। यो एनिमेमा देखाइएको छ वारको रियालिटी, न त ग्लोरी छ न त हिरोइजम छ त केवल सर्भाइभल र लस मात्रै। लिटरल रुन्छौ तिमी। नम्बर 4 मा छ प्यारासाइट द म्याक्सिम। एक्चुअली मैले चाहिँ यो एनिमे हेरेको छैन, त्यसैले यो ठाउँमा म अर्को एनिमे पनि जोड्न चाहन्छु जसको नाम हो विनल्यान्ड सागा। रिभेन्ज स्टोरी जस्तो स्टार्ट हुन्छ, तर मेन लेसन भनेको भाइलेन्सले केही पनि सल्भ गर्दैन भन्ने दिन्छ। एङ्गर कुल लाग्छ तर युजलेस हुन्छ भन्ने यो एनिमेले देखाउँछ। यो एनिमेहरू हेरेर तिमी आफ्नो बिलिफलाई नै रिथिङ्क गर्छौ। र यो लिस्टबाट कुन एनिमेले तिमीहरूलाई सबैभन्दा धेरै हिट गर्छ जस्तो लाग्छ?